सधैँ सधैँ घरका धुरीहरूमा, आँगनहरूमा, बारदलीहरूमा घाँटी तन्काउँदै शिर हल्लाउँदै बाँच्ने काम भालेको, आवाज उकास्ने काम भालेको। पोथीले मात्र कर्कराउनुपर्छ, आक्रोशका घुड्काहरू चुपचाप निल्नुपर्छ, अन्डा पार्नुपर्छ, ओथारा बस्नुपर्छ, चल्ला काट्नुपर्छ, तन्मयतापूर्वक बच्चा हुर्काउनुपर्छ। उन्मुक्त हाँसो हाँस्नु हुँदैन, पोथी बाँच्नु हुँदैन। तौली तौली बोल्नुपर्छ, शब्दमा आदरभाव घोल्नुपर्छ, पाउमा निहुरिनुपर्छ, दासताको फुल सिउरिनुपर्छ, लक्ष्मण रेखा नाग्नु हुँदैन, अधिकार माग्नु हुँदैन, उन्मुक्त हाँसो हाँस्नु हुँदैन, पोथी बाँच्नु हुँदैन। आँसु हतियार हो, स्थिति अनुसार उपयोग गर्नुपर्छ। मुस्कान हतियार हो, परिस्थिति अनुसार उपयोग गर्नुपर्छ। साँचो कुरा बोल्नु हुँदैन, अन्धकारको पर्दा खोल्नु हुँदैन, उन्मुक्त हाँसो हाँस्नु हुँदैन, पोथी बाँच्नु हुँदैन। टेक गर्नु हुँदैन, थुनछेक पनि गर्नु हुँदैन, मालिक मालिक रट्नुपर्छ, यन्त्र भएर खट्नुपर्छ। नयाँ परिवेशमा टेक्नु हुँदैन, नयाँ विचार राख्नु हुँदैन, उन्मुक्त हाँसो हाँस्नु हुँदैन, पोथी बाँच्नु हुँदैन। साह्रै अनिष्ट हुन्छ, नीति नियम रुष्ट हुन्छ, ठुलो अवरोध सहनुपर्छ, आँसुको नदीमा बग्नुपर्छ, सपना तुहिन सक्छ, जीवन चुडिन सक्छ, ओथारोको अन्डा त्यसै त्यसै कुहिन सक्छ, चल्लाको कलिलो जीवन नफुल्दै झर्न सक्छ, प्रहार हुन सक्छ, संहार हुन सक्छ। त्यसैले चेतनाको डाक बोल्नु हुँदैन, अन्धकारको पर्दा खोल्नु हुँदैन, उन्मुक्त हाँसो हाँस्नु हुँदैन, पोथी बाँच्नु हुँदैन। अवरुद्ध चेतना कहिलेकाहीँ प्रवाहित हुन खोज्दा, जडताको विरुद्ध गतिशीलताको पाइलो चाल्न खोज्दा, उज्यालोले कुतकुताएपछि आटिला मुटुहरूले मुख खोल्दा, साँचो कुरा बोल्दा आतंकित बर्बरताहरू एकैपटक भ्युजिएर जीवनको विरुद्ध मृत्यु घण्ट ठोक्न सक्छन्, एकहोरो शङ्ख फुक्न सक्छन्। त्यसैले ठुलो आँट नलिई, दरिलो साथ नलिई, काँडाघारीमा पस्नु हुँदैन, उन्मुक्त हाँसो हाँस्नु हुँदैन, पोथी बाँच्नु हुँदैन। उन्मुक्त हाँसो हाँस्नु हुँदैन, पोथी बाँच्नु हुँदैन।